सबैलाई टाँसिदिले अनि नमस्ते। अनि आज चाहिँ फेरि दोस्रो भिडियो लिएर आएछु। त्यो भिडियोमा चाहिँ आज के भन्न चाहन्छु भने चाहिँ अब धेरै जस्तोलाई लाग्छ कि अब लामो कसरी हुन्छ भन्ने हुन्छ नि। यस्तो शब्दहरू धेरै आएर हुन्छ है। शब्द भन्दा पनि अब प्रश्नहरू आएपछि हुन्छ। अब लामो हुँदाखेरि चाहिँ अब धेरै जस्तो सोच्नुहुन्छ कि यो लामाको लुगा लगाएर चाहिँ लामा भनिहाल्छ अनि गुम्बामा बस्दा पनि लामा भइहाल्छ भन्दाखेरि चाहिँ सोच्नुहुन्छ धेरै जस्तोले है। त्यो चाहिँ ठ्याक्कै मिल्दैन, किनकि चाहिँ अब त्यो चाहिँ एकदम गलत हो भनिन्छ। अनि अब खासै लामो हुनु लागि के गर्नुपर्छ भन्दाखेरि अब फर्स्ट पहिलोचोटि आफूले गुरु गर्दाखेरि आफूले लामा गर्दाखेरि है, अनि गुरुले चिनाउनु पर्छ। अनि कपालहरू काटेर अनि सानो कपाल अनि माथि यहाँको कपाल टुप्पाको कपाल छोटो जस्तो काट्नुपर्छ। अनि यो काटेर चाहिँ गुरुले चिनाएपछि चाहिँ अनि लामाहरू हुने गर्दछ। अनि त्यसै कारणले लामोहरू गरेर त्यसरी गरेर चाहिँ अब यो लामोको लुगा लगाएर चाहिँ धेरै जस्तोले अब गर्दैछ होला, किनकि अब थाहा हुँदैन है। जबसम्म गुरुले चिनाउँदैन तबसम्म चाहिँ लामो हुन्छ हुँदैन भनेर चाहिँ अब थाहा हुँदैन। तर भए पनि कतिले गर्दै होला। यो चाहिँ गर्नु मिल्दैन, किनकि अब जबसम्म गुरुले चिनाउँदैन है, अब चिनाएर कपालहरू काट्दैन अनि गुरुले एउटा नयाँ नाम दिँदैन तबसम्म चाहिँ लामा भनिँदैन। अनि यसरी लामो हुँदाखेरि अब लामाभित्र पनि अब अलिकति भन्दा पनि धेरै जस्तो अब टिबेटियनबाट चाहिँ थिम भनिन्छ, इङ्ग्लिसबाट भन्दाखेरि अब रुलहरू है हुने गर्दछ। सोक्चेपा माझेपा मिछावा चेपा मिछेलामे चुम्बा भनेछ है। भित्र चाहिँ सानो पेचामा चाहिँ लेखेको गर्दछ। अनि मारकाट गर्नु हुँदैन, चोर्ने डाँट्ने है, नराम्रो यस्तो अरूलाई नराम्रो भन्नेहरू गर्ने चाहिँ गर्नु हुँदैन भनेर चाहिँ भनेको छ। अनि यसरी गर्दाखेरि चाहिँ अब यो रुलहरूलाई चाहिँ आफूले मानेर फलो गर्यो भने चाहिँ अब दिनमा अब अरूलाई अब के भन्नु पाठ पूजा गरेको है, अनि पाठ पूजा गरेको अरूलाई सहयोग गरेको है, त्योहरू चाहिँ धर्महरू डबल हुने गर्दछ। अब यही कुराले लिएर गर्दाखेरि चाहिँ अब धेरै जस्तोलाई अब बाहिरको मान्छेलाई पनि हुने गर्दछ, धर्म डबलै हुन्छ। किनकि अब यही रुलहरू लिएर फलोहरू गऱ्यो भने चाहिँ बाहिरको मान्छेहरूलाई अब जस्तै कि तपाईँहरूलाई पनि हुने गर्दछ। एउटा अब जस्तै कि जिम्बा भनौँ न है। अब जिम्बा भने चाहिँ के भने चाहिँ दान, अरूलाई दान गर्ने। अनि यो दान एकताल तपाईँले दान गर्नुभयो भने चाहिँ अब त्यो दानको गरेकोले कर्मले गर्दाखेरि चाहिँ तपाईँलाई यो जन्ममा पनि राम्रो हुनेछ है, अर्को जन्ममा पनि। अनि त्यसैले गर्दाखेरि यही कर्मले गर्दाखेरि डबल धर्म हुनेछ। अनि यसै गरेर चाहिँ तपाईँहरूले पनि अब लामोहरू गर्ने मन छ भने चाहिँ अब गर्दा मिलिन्छ। अब धेरै जस्तोले सोच्नुहुन्छ कि जातपातमा फरक हुनेछ भनेर सोच्नुहुन्छ होला कि त्यस्तो केही फरकै पर्दैन बुद्ध धर्ममा धेरै जस्तो, किनकि धर्म हेरिँदैन। आफूले धर्म गर्नु सक्ने अनि लामा गर्नु नसक्ने भने चाहिँ तपाईँहरूकै माथि छ। अनि गर्नु नसक्ने भने छैन, सबैले गर्नु सकिन्छ। अनि
त्यसैले गर्दाखेरि आजको चाहिँ यहाँसम्म चाहिँ भन्ने गर्दछु।